नमस्कार। आज म तपाईहरुलाई हिन्दू परम्परामा सबैभन्दा महत्त्वपूर्ण मानिएको यज्ञ पवित्र अर्थात् जनै बनाउने प्रक्रियाको बारेमा केही कुराहरू जानकारी गराउन गइरहेको छु। र पहिला चाहिँ यसरी यो हाम्रो खुट्टामा राखेर काँचो ताललाई चाहिँ हामीले बेरेर बनाउँछौँ भने आजभोलि के आएको छ त भन्दाखेरि यस्तो गोली धागो, यसको पनि नम्बर हुन्छ 40, 45, 50 यसको नम्बर हुन्छ। तपाईलाई मोटो जनै लाउन मन छ भने यहाँ मोटो जनै पनि छ, यस्तो लाउन मन छ भने अलिक बढी मोटो र अलिक पातलो लाउन मन छ भने चाहिँ यस्तो यहाँ मसँग भएको यो सानो खालको, यो पनि मैले यहीँ बनाएको यस्तो सानो खालको जनै लाउन मन छ भने यस्तो मसिनो खालको मैले सानो जनैको लागि बनाइराखेको छु। र मसँग यहाँ यसलाई चाहिँ जनै संलिनी साँचो भन्छ। यसलाई हेर्नुहोस्, यो साँचोको पनि प्रक्रिया छ। यो चाहिँ 5 कुरेतको हुनुपर्छ। 5 कुरेत भनेको आजभोलिको युवा पिँढीलाई थाहा नहुन सक्छ, यसलाई कुरेत भन्छ। हेर्नुहोस्, बुढी औँलो र यो चोरी औँलोको ठ्याक्कै यसरी नाप्दा 5 कुरेत छ कि छैन हेर्नुहोस् है। 1 2 3 4 ठ्याक्कै 5 कुरेत छ। 5 कुरेतको यो साँचो बनाउने, यसमा एकापट्टि साइडमा एउटा मात्रै काँटी र अर्कोपट्टि साइडमा दुईवटा काँटी हुन्छ। यो काँटी किन राखिन्छ भन्ने कुरा चाहिँ अब हामी सिक्छौँ। मनोभूत कोटि प्रभाश्री शरीरम् स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा लसद्भालबालेन्दुकण्ठे भुजङ्गा चलत्कुण्डलं भ्रूसुनेत्रं विशालम् प्रसन्नाननं नील। यो करिब सकिएको छ। हामीले कुनै बेला चाहिँ यदि यो गन्न बिर्सेका रहेछौँ भने पनि यो काँटीले हामीलाई बताइहाल्छ। यहाँ हामी चाहिँ बिर्सेकै छैनौँ हेर्दै सर्लक्कै एकैतिरबाट ट्यागका हातमा एउटा जनैको चाहिँ तयार भयो। अब यहाँबाट निकाल्ने, यसलाई पहिलो काँटीमा ठ्याक्क आयो। अब यसलाई यहाँबाट निकाल्ने। अब यसलाई निकालिसकेपछि यसलाई हातमा बेरेर यसलाई यसो गर्ने अनि यसलाई ट्याक्क बेर्ने। अनि पछि चाहिँ हामीसँग कतुवा हुन्छ। कतुवा भनेको यो हो, यो कतुवा हुन्छ। यो कतुवाले चाहिँ यो बाँध्ने काम गर्छ। यसलाई सर्लक्क अब यसरी राख्ने। यसरी राखेपछि यो यताउता केही पनि हुँदैन। यसपछि अनि बाँध्ने प्रक्रियामा जाउँला। त्रयशूल निर्मूलनं शूलपाणिं भजेऽहं भवानी पतिं भावगम्यम्। अब यो बाँध्ने, अब बाँध्नलाई फेरि अर्को 3 सरा बनाउने अनि त्यसपछि ट्याक्क लाएर एउटा जनै तयार गर्ने, एउटाको नि आधा जनै तयार गर्ने। 3 सारा जनै तयार हुन्छ। यति हल्का बल भयो। अरे यसलाई बाँध्नु पर्यो अनि यसो सिकाएर राख्नु पर्यो। ल ल बुवा, त्यहाँ अब ठ्याक्क यहाँ टुक्का मिलाउनु त एकदमै ल त्यहाँबाट सिकाने बाटो देखाइदिनु भयो। यस्तो बनाउनु पर्छ। यस्तो गराउने अनि यसरी सिका पार्ने भित्रबाट बने सिका बन्द। नर्मल गाँठो पारे चाहिँ एउटा जनैमा 3टा सिका हुन्छ। एउटा यतापट्टिको टुप्पोमा, एउटा यो टुप्पोमा। अब यति गरेपछि यसलाई पछि बाल्टिन्छ। अब अहिले चाहिँ एकैचोटि बाल्ने हो। अब पछि अनि त्यसपछि एउटा मूल सिका हुन्छ। न जानामि योगं जपं नैव पूजा न तोऽहं सदा सर्वदा शम्भुतुभ्यम्
जराजन्म दुःखौ गतातप्यमानम् प्रभो पाहि यापन्नमामीश शम्भो नमामीशमीशान निर्वाणरूपम् विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम् निराकारमोङ्कारमूलं तुरीयम् गिराज्ञानगोतीतमीशं गिरीशम् करालं महाकालकालं कृपालुम् गुणागारसंसारपारं नतोऽहम् तुषाराद्रिसङ्काशगौरं गभीरम् मनोभूतकोटिप्रभाश्रीशरीरम् स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा लसद्भालबालेन्दुक